नमस्कार, म अनुज कार्की। हाम्रो केजिएच ग्रुप अन्तर्गतको बुद्धमाया गार्डन्स प्राली लुम्बिनीमा अपरेसन म्यानेजरको रूपमा कार्यरत छु। हामीले इन्स्टल गरेको चाहिँ 110 किलोवाट क्षमताको चाहिँ अहिलेको लागि हामीले चाहिँ यो इन्स्टलेसन गरेका छौँ। आगामी दिनमा फेरि हामी यसमा पनि अझ एड अन गर्ने प्लानमा पनि छौँ। अहिले चाहिँ हाम्रो डे टाइममा चाहिँ हाम्रो टोटल कन्जम्सनको 75-80% सम्म इलेक्ट्रिसिटी कन्ज्युम चाहिँ हाम्रो सोलर प्यानलबाट भइरहेको छ। डे टाइमको लागि हामीले अहिलेको लागि एकदमै सपोर्ट चाहिँ हामीले सोलर प्यानल जडान गरेपछि त्यो महसुस गरेका छौँ। तराई एरियामा चाहिँ हाम्रो जुन एनएबाट आउने विद्युतमा धेरै नै भोल्टेजको अप एन्ड डाउन हैन, अनि हावाहुरी पनि एकदमै बढी लाग्ने, त्यो हिसाबले चाहिँ अब ठाउँ-ठाउँमा टाइममा अवरोध सिर्जना हुँदाखेरि धेरै नै इलेक्ट्रिसिटी चाहिँ डाउन हुने, कट हुने अवस्था थियो। जब यो हामी सोलर प्यानल फिट गरिसकेपछि यसमा पनि हामीले अहिले चाहिँ यो अनुभवबाट चाहिँ हामी धेरै नै बचिसकेको एक्सपिरियन्स चाहिँ मैले यो हाम्रो जुन अहिले 2 विक्स भइसकेको छ हामीले सञ्चालन गरेको, यो अवधिमै मैले चाहिँ त्यो महसुस गरिसकेँ कि हाम्रो डे टाइममा चाहिँ जुन बाहिरबाट आउने अवरोधलाई पनि हामीले चाहिँ त्यसलाई सोलर प्यानलबाट आउने उत्पादनले हामीले चाहिँ कभरेज गरिरहेको छ। इन्स्टल गर्नको लागि चाहिँ एकदमै मलाई चाहिँ प्रोफेसनल काम देखेँ उहाँहरूको चाहिँ, किन भन्दा मैले अब धेरै यहीँ पनि चाहिँ 4 वर्षको अन्तरमा जुन किसिमले उहाँहरूको फिनिसिङ हैन, प्लानिङ, त्यसपछि यो हरेक कुराहरू चाहिँ एकदमै राम्रो छ। 1 मन्थको टाइम लिनुभएको थियो जुन 110 किलोवाटको इन्स्टलेसनको लागि, तर त्यो टाइमभन्दा अगाडि नै चाहिँ उहाँहरूले इन्स्टल गरेर यो चाहिँ हामीले अहिले चाहिँ सञ्चालनमै ल्याइसकेका छौँ। रुमहरू त्यहाँ हामी चाहिँ 76 रुम छ। कन्फरेन्स हलहरू हाम्रो 4वटा कन्फरेन्स हलहरू छ। अनि हामी आउँदो दिनहरूमा चाहिँ थप हामीले डे टाइमको लागि चाहिँ पुरै इलेक्ट्रिसिटी कन्ज्युम चाहिँ सोलर प्यानलबाटै गरौँ भन्ने उद्देश्य छ। हामी त्यही उद्देश्यका साथ चाहिँ अब आउँदो दिनहरूमा चाँडै नै अर्को थप सोलर प्यानलहरू चाहिँ इन्स्टल गर्ने प्लानमा छौँ। त्यो भएपछि चाहिँ हामीले डे टाइमको लागि हामीले चाहिने इलेक्ट्रिसिटी जुन दिनको टाइमको चाहिँ हाम्रो कन्ज्युम छ त्यो चाहिँ सोलर प्यानलबाटै नै लगभग 80% इलेक्ट्रिसिटी चाहिँ सोलर प्यानलबाट युज गर्न सक्ने गरी हामी चाहिँ इन्स्टल गर्छौँ। प्लस यसमा चाहिँ अलिकति मैले यो अर्को कुरा नि जोड्न चाहेँ, जसरी हाम्रो जेनेरेटरको लागि पनि यसमा चाहिँ एकदमै सपोर्ट भइरहेछ। यसमा अब हाम्रो डे टाइमको लागि जेनेरेटर चलाउँदाखेरि लोड चाहिँ सोलर प्यानलबाटै युज हुने भएको कारणले गर्दाखेरि हाम्रो डिजेल खपत पनि कम हुने, कस्ट त्यहाँ पनि हाम्रो चाहिँ कम हुने, यो पनि एउटा चाहिँ पोजिटिभ कुरा पाएको छु।